मम्मी कहे है हमारा बेटी दूध पिए चल के पियत बाबा मम्मी का घटना भेले से कहू कहली हम परसू तक फिर दवाई दे छले उ शरीर में दवाई दे छले मुंह में चोहा वाला हम कहले हे डॉक्टर साहब हमरा बेटी के से बरुमते के पेट खोल के बच्चा निकाल दियो हमरा बेटी के जान बचा लू कथी का चले है बोल फिर हाँ आगे बढ़ रहे छी हम नॉर्मल बच्चा निकाल हम नॉर्मल बच्चा निकाल हम करे हे नॉर्मल बच्चा हमरा बेटी के कुछ हो जाता तो ओकर गारंटी हम लै छी बच्चा छले पेटे में मर गेल बच्चा छले पेटे कहिया मर गेले परसू है जे दिन भरना करौले तही दिन आइया मरले की पहिला ही रहे पेट के कहल के मर गेले आइया चेक जांच केलके तब कहल मर गेले हम कहले पेट खोल के बच्चा निकाल दो हम ओकर गारंटी लै छी हम अहाँ बउआ के नहीं कुछ हो देब हम अहाँ बुआ के देखियो बुआ के मम्मी रे कत से दे मम्मी के नमस्ते दर्शकबिन, तपाईहरु जुन भिडियो क्लिप अहिले हेर्नुभएको छ यो चाहिँ जनकपुरको घटना हो। यसका साथै माथि तपाईहरु हेर्नुभएको थियो विजय थालापतिको हैन, जुन चाहिँ तमिलनाडुको सीएम छ। उहाँ एउटातिर हेर्नु उहाँ विजय थालापति सीएम बनेपछि उहाँ चाहिँ जुन मान्छे बिमारी पीडित छ, यदि उहाँलाई सरकारी हस्पिटलमा केही लापरवाहीको कारण मृत्यु भयो भने उहाँको पीडित परिवारलाई चाहिँ पैसा पनि नलाग्ने, यदि सक्दोसम्म आर्थिक सहयोग पनि गर्ने। अनि एउटातिर हाम्रो नेपाल यो खास गरेर मधेसको म कुरा गर्छु, यहाँ के छ भने जनकपुरको अहिले भर्खरै 2-3 महिनामा चाहिँ 3वटा केस यस्तो हुनु हामीहरूको सामने आउनुभयो, जुन चाहिँ डाक्टरको लापरवाहीको कारणले त्यो मान्छेको चाहिँ जान गुमाउनु भएछ। के हामीहरू यसैका लागि हस्पिटलमा जान्छौँ त? यता के छ भने यहाँको स्थानीय सरकार, यहाँको सरकार हैन, कोहीलाई पनि केही मतलब छैन। यो भयो के माफिया, मेडिकल माफिया भयो के। अब भर्खरै तपाईहरु हेर्नुभएको थियो मधुबनी जिल्लाको जुन पासमानको अपरेसन गर्नुभएको थियो, उहाँले भन्नुभयो कि मसिनद्वारा रे अपरेसन गर्छु अनि बल्ल ठीक हुन्छ भनेर। उहाँ चाहिँ मसिनले नगर्दाखेरि हातले चिर्नुभयो, अपरेसन गर्नुभयो, जुन चाहिँ सक्सेस भएन, त्यो पनि तपाईहरु हेर्नुभएको थियो। भर्खरै फेरि एउटा चाहिँ आमाले जान गुमाउने भएको थियो। फेरि आज जनकपुरमा यो घटना सामाजिक सञ्जालमा तपाईहरु हेर्नुभएको छ अहिले। यसमा पनि डाक्टरैको लापरवाहीको कारणले जुन बच्चा 3 दिन लगभग भइसकेको थियो, आमाको कुखमा चाहिँ उहाँको मृत्यु हुनुभएको थियो, तर त्यसमा डाक्टरको लापरवाही हेर्नुस्। म छु भनेर, म छु सन्तोष दिलाउँछ, एउटा विश्वास दिलाउँछ। डाक्टर जुन हामीहरूले भन्ने गर्छौँ भगवानको दोस्रो रूप छ डाक्टर, अनि उहाँको लापरवाहीको कारणले फेरि एउटा आमाको चाहिँ जान गुमाउनु भयो। यो बच्चा हेर्न सक्नुहुन्छ तपाईहरु, कति वर्षको होला? यो चाहिँ 2-3 वर्ष समथिङ 3.5-4 वर्षको बच्चा छ हैन। त म यो भिडियोको उद्देश्य के छ भने यहाँको स्थानीय सरकार, यहाँको मेडिकल माफियाको जुन टिम छ उहाँप्रति निष्पक्ष छानबिन गर्नुस्। पटक पटक यो घटना चाहिँ हाम्रै नेपालको जनकपुर, मधेस प्रदेशको राजधानी हो जनकपुर, यता चाहिँ घटिरहेछ। सबैभन्दा पहिला त यहाँ हस्पिटल छैन राम्रो। केही बिमारी के भन्छ सिरियस भयो भने लेवा जानु, यहाँबाट काठमाडौँ जानु रे, विराटनगर जानु रे, भरतपुर, चितवन भरतपुर जानु रे, यहाँ उपलब्धै छैन। त्यही भएर तपाईहरु कति दिनसम्म हाम्रो यो नेपालको जनता, यो मधेसको जनतालाई ठग्नुहुन्छ? अब धेरै भयो। पीडित मान्छेलाई मात्र दुःख लाग्छ कि उहाँको बेटीको, कसैको बेटी होला, कसैको बुहारी होला, कसैको पत्नी होला, कसैको एउटा बच्चाको माँ पनि छ। उहाँ तपाईहरु बुझ्नुस्, फिल गर्नुस् कि पीडा चाहिँ सबैको बराबर रहेछ हैन। तपाईहरु नखेल्नु, म आग्रह गरिरहेको छु। तपाईहरु मेडिकल माफिया भनेर यसरी चाहिँ पैसाको प्रलोभनमा चाहिँ त्यो खेलाहरू नखेल्नु। हुँदैन भने डाइरेक्टर बन्नु कि हामीसित हुँदैन, बरु अरू कहाँ जाऊ भनेर। तर यस्तो चाहिँ मानवताको पहिचान छैन के। तपाईहरु यति पढे लेखेर शिक्षित भएर यति सङ्घर्ष गरेर त्यो मेडिकलमा जानुहुन्छ, अनि उता गएर तपाईहरु सेवाको त पुरै गर्नु, पैसा लिएर पनि तपाईहरु राम्रोसँग इमानदारीपूर्वक काम गर्नुहुन्न भने अब सोच्नु के हुन्छ। यदि तपाईँ कसैको बालबच्चालाई कसै पैसा लिएर यसरी गर्नुहुन्छ, तपाईँ पनि जिन्दगीमा कहिले पनि सन्तुष्टि भएर बस्नुहुन्न, यति मलाई पनि विश्वास छ। नमस्ते सम्पूर्ण मित्रगणमा, यदि तपाईहरु यो भिडियो हेर्नुहुन्छ भने मैले भनेको कुरा केही त्रुटि छ भने तपाईहरु कमेन्टको माध्यमबाट मलाई भन्न सक्नुहुन्छ। जय श्री राम, हर हर महादेव, राधे राधे, जय नेपाल, जय मधेस।